कल्पना गर्नुहोस्, आगोले बजार निल्न थालेको छ। मानिसहरू आफ्नो पसल, घर र जीवनभरको कमाई जोगाउन सङ्घर्ष गरिरहेका छन्। तर त्यही बेला एउटा यस्तो घटना भयो जसले नेपाल भारत सीमाको सम्बन्धलाई नयाँ अर्थ दियो। भारतको बिहार राज्यको किशनगञ्ज जिल्ला स्थित गलगलिया बजारमा लागेको भीषण आगलागी नियन्त्रण गर्न भारतीय दमकल समयमै पुग्न सकेन। त्यसपछि सीमा पारबाट नेपालका दमकलहरू पुगे र केही मिनेटमै परिस्थितिले अनपेक्षित मोड नेपाल भारत सीमा क्षेत्रमा तो बढे भए। भारतको बिहार राज्यमा रहेको गलगलिया बजार सीमा क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो। यहाँको ड्रोन दृश्यले यसको महत्त्व। एक सामान्य दिन अचानक त्रासदीमा बदलियो। बजारमा आगो लाग्यो। हावाको वेगका कारण आगो छिट्टै फैलियो। दर्जनौं पसल जोखिममा परे। स्थानीय व्यापारीहरू आगो नियन्त्रण बाहिर जाँदै थिए। स्थानीय प्रशासनलाई खबर गरियो, तर मानिसहरूको आरोप थियो दमकल समयमै पुगेन। यही समयमा सीमाको अर्को किनारबाट एउटा निर्णय भयो। नेपालको झापा जिल्ला स्थित भद्रपुर नगरपालिकाले सहयोगका लागि दमकल पठाउने निर्णय गर्यो। आपतकालीन सहायता तत्काल पुर्याउने प्रक्रिया सुरु गरिएको छ। सीमा पार मानवीय सहयोगको उदाहरण सुरु भयो। दमकलहरू सीमातर्फ दौडिए र केही समयमै गलगलिया बजार पुगे। स्थानीयहरूले आशाको किरण देखे। दमकल टोलीले तत्काल आगो नियन्त्रणको काम सुरु गर्यो। घण्टौँको प्रयासपछि आगो नियन्त्रणमा आयो। करोडौं रुपैयाँ बराबरको सम्पत्ति जोगियो। त्यसपछि जे भयो त्यो अझ रोचक थियो। आफ्नो सम्पत्ति जोगिएको देखेर धेरै स्थानीय भावुक बने। उनीहरूले नेपालप्रति सार्वजनिक रूपमा धन्यवाद व्यक्त गरे। धेरैले भने आज नेपालको दमकल नआएको भए सबै जलेर खरानी हुने थियो। सामाजिक सञ्जालमा भिडियो भाइरल हुन थाले। कतिपय भिडियोहरूमा जय नेपालको नारा सुनियो। सीमा क्षेत्रमा तनाव बढ्दो छ। नेपाल र भारतको सीमामा लगेको आगो र प्रदर्शनले अहिले दुवै देशका नागरिकहरूको ध्यान तान्यो। सोशल मिडिया प्रतिक्रिया र भाइरल क्लिपहरूले नागरिकहरूको भावनालाई अझै उच्च। नेपाल र भारत बीच खुला सीमा छ। दुवै देशका नागरिक बीच पारिवारिक, सांस्कृतिक र आर्थिक सम्बन्ध। सीमामा बस्ने मानिसहरू एक अर्कासँग दैनिक रूपमा जोडिएका छन्। विपदको समयमा यी सम्बन्धहरू अझै स्पष्ट देखिन्छन्। गलगलियाको घटना त्यसैको एउटा उदाहरण बन्यो। नेपाल भारत सम्बन्ध, खुला सीमा, मानवीय सहयोगका पुराना उदाहरण। यो केवल आगा निभाउने घटना मात्र थिएन। यो सङ्कटको समयमा मानवता सीमा भन्दा ठूलो हुन्छ भन्ने सन्देश थियो। जब मानिसहरू समस्यामा पर्छन्, सहयोगको हात नै सबैभन्दा ठूलो शक्ति बन्छ। गलगलियाको घटनाले यही कुरा प्रमाणित गर्यो। नेपालबाट गएको सहयोगले धेरै परिवारको जीवनभरको कमाई जोगायो र कृतज्ञतामा भारतीय नागरिकहरूले नेपालप्रति सम्मान व्यक्त गरे। सायद यही नै छिमेकी सम्बन्धको सबैभन्दा सुन्दर रूप हो। तपाईलाई के लाग्छ? सङ्कटको समयमा सीमा पार सहयोग कति महत्त्वपूर्ण हुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यस्ता रोचक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्लेषणका लागि साइके पोइन्टलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्।